सबैजनालाई स्वागत छ। आज सुनुवार भाषाको 13औं दिन हैन। आज हामी के सिक्ने छौं त? हरेक जनाले चाहिँ धेरै कमेन्ट गर्नु भएको छ, राम्रो नराम्रो सबै है। कस्तो लागिरहेछ तिमीलाई? म त एकदम खुसी लागेको छ। अब उहाँहरूले राम्रो कमेन्ट गर्नेलाई नि खुसी लागेको छ, धन्यवाद। नराम्रो कमेन्ट गर्नेलाई पनि धन्यवाद, किनकि राम्रो कमेन्ट गर्नेले पनि नराम्रो कमेन्ट गर्नेले नै हाम्रो यो भिडियो त देख्नुभयो नि त। त्यसपछि हामीले नजानेको कुरा पनि सिकाउनु भयो, हामीले छुटेको कुराहरू छुटेको कुराहरू पनि सम्झाइदिनु भयो, त्यसको लागि धन्यवाद। अनि नराम्रो कमेन्ट गर्नेलाई पनि धन्यवाद। तपाईहरुको नराम्रो कमेन्ट गर्नुको पनि जरुर कारण छ, किनकि हाम्रै भिडियो राम्रो होस्, अझै यो भन्दा राम्रो अझै गतिलो गर्दै जाउन् भन्ने दिनको लागि नै यस्तो कमेन्ट गर्नु भएको होला। म चाहिँ त्यही बुझ्न चाहन्छु। अनि आजको दिनमा चाहिँ हामीले के सिक्छौँ भन्दाखेरि संवाद कसरी गरिन्छ त हैन, एक अर्का बीच दुईजना मान्छे भेट्दाखेरि संवाद कसरी गरिन्छ भन्ने कुरा चाहिँ सिक्ने छौँ। ध्यान दिएर सुन्नु होला। आज भने हामी उहाँलाई सोध्ने छु मैले फेरि पनि, नमस्कार गरे भनेर चाहिँ सुनुवार भाषामा के भनिन्छ त? ल भनिदिनुहोस्। हाम्रो सुनुवार भाषामा चाहिँ नमस्कार गरेलाई सेउपाता भनिन्छ। सेउपाता भन्नुपर्छ है, तपाईले पनि याद गर्नु होला। अनि कहाँ हिँड्नु भयो भनेर सोध्दाखेरि के गानी लेखेर राख्नुस् है। मैले त लेखेर राखेको छु, तपाईले पनि लेखेर राख्नुस्। अनि ऊ त्यही परसम्म हिँडेको भन्दा चाहिँ के भन्नु पर्यो? मेरे एरसम गाती भन्नु पर्दो रहेछ हैन। अनि खाना खानु भयो त भन्नु पर्यो भने खमे जनि त भन्नु पर्यो। अनि त्यसपछि खाए। अनि तपाईले खानु भयो त भन्दा के भन्नु पर्यो त? जाता मिनु गई जनि। ए मैले त खाए, तपाईले खानु भयो नि भन्नु पर्दा चाहिँ है। हजुर। अनि त्यसपछि अनि कुन बेला फर्कनु हुन्छ भन्दा मिनु त्यको बेला लेट्ने नि, एकछिनपछि फर्कन्छु भन्दा चाहिँ के भन्नुपर्छ त? छिनकामिन लेट्नुङ भनिन्छ। छिनकामिन लेट्नुङ हैन। तपाईलाई भेटेर खुसी लाग्यो भन्दा चाहिँ के भन्नुपर्छ त? इन्कल गुम्चा गेर्साङा। तपाईलाई भेटेर खुसी लाग्यो भन्दा चाहिँ इन्कल गुम्चामिन गेर्साङ भन्नु पर्यो। गेर्साङ मलाई चाहिँ प्रोनाउन्स गर्न आइरहेको छैन, किनकि यो टङ हुन्छ नि, बच्चादेखि जन्मिराखेको र अहिले भर्खरै सिक्दै गरेकोमा फरक पर्छ। अनि तपाईको कस्तो भने हामी भाषा विशेषज्ञ होइन, तर हामीले जानेको कुरा सेयर गरेको है। सबैजनाले जान्नुहोस् भनेर हामीले धेरै ठाउँ खोज्यौँ। अनि त्यो कुराहरू नभइसकेपछि चाहिँ हामीले चाहिँ आफूले जानेको कुरा चाहिँ सेयर गर्न लागेको है। त्यही भनेर धेरै धेरै धन्यवाद। आज भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद है। प्रोनाउन्स चाहिँ अहिले हुँदैन, तपाईँले उहाँले बोलेको सुनेर तपाईँले पनि प्रोनाउन्स ट्राई गर्नुहोस्। आजको लागि भिडियो यति नै।